उधारोमा मोबाइल किन्न पाउने ठाउँ कहाँ रे? जनताको मोबाइल पसल कसरी लिने त उधारोमा? तपाईलाई यदि त्यस्तो सुविधा चाहिएको छ भने जनताकोमा जनक मोबाइल हाउसमा तपाईले उपलब्ध गर्नुहुनेछ। हामीले आजबाट स्टार्ट गरिसक्यौँ। तपाईले उधारोमा स्यामसङ मोबाइल लिन चाहनुहुन्छ भने सुरुमा 40% डाउन पेमेन्ट गर्न सक्नुपर्ने हुन्छ। 40% तपाईले 15,500 को मोबाइल लिनु भने जम्मा 6200 रुपियाँ सुरुमा तिर्नु भने अरू बाँकी रहेको पैसालाई तपाईले किस्ताबन्दी गर्न सक्नुहुन्छ। त्यसको लागि पनि तपाईको यो चाहिँ तपाईको 19,500 सम्मको चाहिँ तपाईले सुरुमा तपाईको 40% तिर्ने, अरू बाँकीलाई चाहिँ 6 महिनामा सिधाउनु पर्ने हुन्छ। त्योभन्दा माथिको मोबाइलमा चाहिँ तपाईको सुरुमा 40% पेमेन्ट गर्ने, अरू बाँकी रहेको 60% लाई 12 महिना तपाईले किस्ता तिर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईले आफ्नो नागरिकता लिएर आउने, दुईटा फोटो लिएर आउने। अनि तपाईको ग्यारेन्टी बस्ने साथीहरुको एउटा फोटो, दुईटा फोटो र एउटा नागरिकता लिएर आउने। त्यति गर्नु भने तपाईले यो फ्रीमा हैन उधारोमा मोबाइल पाउनुहुन्छ। 12 महिनाको लागि र 6 महिना। 6 महिनामा चाहिँ 19,500 सम्मको मोबाइल 6 महिनामा पाउनुहुन्छ भने 19,500 भन्दा माथिको मोबाइल 12 महिनामा तपाईले आनन्दले थोरै पैसा सानो तपाईको इन्कम गर्ने साथीभाइले नि चलाउन सक्नुहुन्छ स्यामसङका मोबाइलहरु। यदि तपाईलाई चाहिन्छ भने उधारोमा मोबाइल चाहियो भने कहाँ रे? जनक मोबाइल हाउस। सबैले भनिदिनु पर्यो, सबैलाई शेयर गरिदिनु पर्यो। जनताले सुरु गरिसक्यो। अब त्यहाँ त सस्तोमा दिन्छ मोबाइल, होलसेल मूल्यमा पनि पाइने, बढी पैसा पनि नपर्ने, उधार पनि पाइने, तपाईले महिनामा दिने। यस्तो सजिलो ठाउँ भइसक्यो। यसमा ग्लास, कभर, चार्जर तपाईलाई मोडल अनुसार हामीले तपाईलाई दिने उपहार छँदैछ। आउनुलाई गुटुङ आउनुस् तपाईहरुको प्यारो दाइकोमा। किन बाहिर जाने? अब जनताले सबै सुविधा ल्याइसक्यो। ल चाँडो गरिहाल्नु। आउनुलाई सबैलाई लभ यु अल।